सक्दिन म आमालाई शब्दमा बयान गर्न। भुलेर जननी बेकार छ ईश्वर फकाउन। सक्दिन म आमालाई शब्दमा बयान गर्न। भुलेर जननी बेकार छ ईश्वर फकाउन। सहेर पीडा दुःख कष्ट धरती देखाउने। पहिलो अक्षर लेख्न गर्भमै सिकाउने। आफ्नो खुसी लुटाइदिने आफू रोएर हँसाइदिने। भोको रहेर सन्तानलाई खुवाउने हुनै हुन् मेरी आमा। मेरी आमा मेरी आमा। मेरी बटारे बाबु तपाईँ यहाँ कसरी? किन र भाउजू, म यहाँ हुन हुँदैन थियो र? त्यस्तो केही होइन बाबु, एक्कासी देखेँ त्यसैले सोधेकी। अनि कहिले आउनुभयो? भर्खरै आउँदैछु भाउजू। अनि तपाईँ चाहिँ कता जान लाग्नुभयो नि? त्यही तल बेसीसम्म जाउँ कि भनेर नि बाबु। अनि हरिमान दाइ र प्रेमको हालखबर चाहिँ के छ नि? खै के छ भन्नु बाबु, ठिकै छ भनौँ। अनि प्रेम चाहिँ आजभोलि कता छ नि भाउजू? खै कता छ भन्नु बाबु, 2 दिन भइसक्यो सहर गएको, अहिलेसम्म आएकै छैन। होइन, झुट पनि हो कि जस्तै गरी बोल्छिन् त। त्यो साला आखिर गयो कता? एकताली भेटौँ न मात्रै मैले जानेको छु। बटारे बाबु के सोचिरहनु भएको? आउला नि भाउजू, कतै चिप्लेको छैन भने। के गर्नुभएको बाबु? चिप्लिएन भने रे? यस्तो पानी परिरहेछ भाउजू, बाटोघाटो चिप्लो छ। कतै चिप्लेर लडेन भने आउला नि भनेको क्या भाउजू? ल भाउजू, मलाई अहिले हतार छ, म लागेँ है त। होइन, फेरि यो बट्टारी कहाँबाट आइपुग्यो? कतै यसैले त होइन मेरो छोरालाई यस्तो हालत गराएको। अब बट्टारी नै हो भनौँ भने भर्खरै आइपुगेको छु भन्छ। होस्, घरतिरै जान्छु। दाइ, ए जङ्गे बाबु, एक्कासी घरमा आयो त? के काम थियो कि? खासै काम त छैन दाइ। अनि भाउजू र प्रेम खै त? भाउजू त भर्खरै कता गए कुन्नी। प्रेम 2 दिन भयो घर आएकै छैन। ए कता गएको होला त त्यसो भए? 2 दिनसम्म खबरै नगर्ने। खोइ बाबु, कता गयो कता गयो। आमा चाहिँ त्यसको पिरले दिन रात खाना नखाई भौँतारेर हिँडिरहेको छ। म पनि हिजो मात्रै घर आएँ। हामीलाई के दशा लागेको छ कुन्नी? के दशा लाग्यो दाइ? भाउजू बुढी किन यसरी आत्तिने? के भयो? के भएन भन्नुहोस् न। के भयो पहिला त्यो त भन। खै के भनौँ तपाईँलाई, जे नहुनु थियो त्यही भयो नि। होइन ए बुढी, के भन्दैछौ तिमी? भाउजू प्रेमको के पत्ता लाग्यो? प्रेम चाहिँ होइन, बट्टारी चाहिँ आएको रहेछ यो गाउँमा। लौ हो त, अब कहिले आएछ त्यो? मैले सोद्धा भर्खरै आएको भन्दै थिएँ। जङ्गे बाबु, तपाईँ चाहिँ कहाँबाट आएको नि? घरबाट आएको हो भाउजू। जङ्गे बाबु, अस्ति प्रेमको बारेमा सोद्धा एक्कासी आँतिर भाग्नुभयो। प्रेमको बारेमा के थाहा छ भन्नु त? भाउजू प्रेम त हेलो
हस् हस् म आएँ है। जङ्गी बाबु हेर्नुहोस् न बुढा, अस्ति पनि त्यस्तै गरे, हिजो पनि त्यस्तै, आज पनि त्यस्तै गर्छन्। प्रेमको नाम लिने हुन्न, हिँडिहालेको रुकुरु। छोडिदेऊ न बुढी, उसको पनि घरमा केही समस्या होला। बुढी माइत गयो कि आगी छैन, छोरी पनि कता गई बिचरा ऊ पनि आफ्नै तनावमा हिँडिरहेछ। बुढी छोडिदेऊ यो कुरा। साँच्ची त्यो बटारे गाउँमा आएकै हो त? म झुट बोल्छु त भने? अब झन् अपराधी पत्ता लगाउन त सजिलो हुने भयो। कसरी सजिलो हुन्छ? झन् अप्ठ्यारो पो हुने भयो त। सजिलो हुन्छ कि अप्ठ्यारो हुन्छ भन्ने कुरो अब थाहा हुन्छ। दाई त यहाँ कहाँबाट आइपुगिस्? किन म यहाँ आउनु हुने हो र? मिल्छ बहिनी, तर के दाई, तैँले धेरै राम्रो काम सिकेको रहेछस्, खुसी लाग्यो। बहिनी आज मात्रै हो, तर काकालाई चाहिँ नभन्नु नि। तँलाई चाहिँ सानो सानो कुरा बाबाले भन्न हुने, अझ मलाई पो नभन् भन्दो रहेछ। म त अहिले गएर बाबाले भनिदिन्छु। बहिनी एकछिन रुक, म तैँले जे भन्छेस् त्यही मान्छु, तर यो कुरा चाहिँ काकालाई नभन् प्लिज। अबदेखि यस्तो मबाट कहिल्यै हुँदैन बहिनी। ल ठिक छ, त्यसो भए म बाबालाई केही पनि भन्दिनँ, मैले भनेको मान्छस् नि? मान्छु के बहिनी, के कुरा हो छिटो भनिहाल न। ल त्यसो भए भन्, प्रेम कता छ? मलाई कसरी थाहा हुन्छ तँ कता छ भनेर? अघि तैँले मैले भनेको सबै मान्छु भनेको होइन? त्यो बाहेक अरू सोध, सबै भन्छु। बरु अरू के सोध्नु छ सोधिहाल। त्यसो भए यो सब कुरा म गएर बाबाले भनिदिन्छु। त्यसो नभन्न बहिनी, बरु तँलाई म सब कुरा भन्छु। हिँड्छौ घर नै गएर सब कुरा भन्छु। आइज के भन्छौ नि? भन्छु आइज।
घरमा त कोही पनि हुनुहुन्न त जानुभएछ मामा माइजू बरु एकचोटि मामालाई फोन गर्नु पर्यो गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी द मोबाइल यु हैव डायल्ड ओहो मामाको फोन पनि लाग्दैन अब के गर्ने होला त घरबाट हिँड्ने बेलामा फोन गर्नुपर्ने रहेछ हान्जी हुने नगरे नै रहेछ त्यो आइछ कति खायो भर्खरै आएको मामा भान्जी यहाँ बाहिर बसेर के कुरा गर्नु जाम बरु भित्र हुन्छ मामा बुवा खसेको बेलादेखि यो बन्दुक छुनु पनि मन लागेको थियो आज यसलाई सफा गरेर सजाएर राख्नु पर्ला बन्दुक पनि खिया लागेर हेरिन सक्नुपर्छ बाबा बाबा मलाई चिन्नु भएन र म हजुरकी छोरी के कृति छोरी को छोरी मेरो कुनै छोरी छैन म चिन्दिनँ कसैले को हो तिमी बाबा अझै पनि हजुरको रिस मर्या छैन हो रिस मर्नलाई त रिस उठेको हुनुपर्छ मेरो त मन मरेको हो बाबा यदि म यो घरमा आएर हजुरलाई नरमाइलो हुन्छ भने म अहिले नै जान्छु भाग्यले जहाँ डोर्याउँछ त्यही जान्छु मसँग फटफट गर्दैछ नि बुढा छोरी सक्दिन म आमालाई शब्दमा बयान गर्न भुलेर जननी बेकार छ ईश्वर फकाउन सक्दिन म आमालाई शब्दमा बयान गर्न भुलेर जननी बेकार छ ईश्वर फकाउन सहेर पीडा दुःख कष्ट धरती देखाउने पहिलो अक्षर लेख्न गर्भमै सिकाउने आफ्नो खुसी लुटाइदिने आफू रोएर हँसाइदिने भोको रहेर सन्तानलाई खुवाउने हुनै हुन् एक्कासी आइस त आज यत्रो वर्षसम्म हाम्रो याद आएन तँलाई याद त कहाँमा आएको दिनरात हजुरहरूकै यादमा त बाँचिरहेको छु त्यही भएर अब यतै बस्ने गरिरहेको किन र हामी भन्दा प्यार हो त्यो तेरो मान्छेले तँलाई वास्ता गर्न छोडेर हो बाबा मलाई माफ गरिदिनुहोस् अबदेखि हजुरहरूको चित्त दुखाउने काम कहिल्यै गर्दिनँ म अब के नै बाँकी छ र आमा एकचोटिलाई बाबालाई माफ गरिदिनु भन्नुहोस् न मैले ठुलो गल्ती गरेकी छु त्यही भएर अहिले त्यसकै सजाय भोगिरहेको छु भइहाल्यो नि त बुढा आफ्नो छोरी हो को मान्छेलाई त माफी दिनुपर्छ यसले गरेको गल्तीको मै माफ माग्छु
माफ गरिदिनुहोस् है। माफी दिने त मनले मान्दैन, मेरो मनले मान्दैन। छोरी बिग्रेकै तिम्रो कारणले हो, बुझ्यौ? बेलैमा सम्झाइदिएको भए आज यो दिन देख्नु पर्ने। जे कुराको पनि मलाई नै दोष दिनुहुन्छ। अलिअलि त तपाईँले पनि त सम्झाउन सक्नुहुन्थ्यो नि। ए छोरी बिग्री जाऊ। साला पाठोले त दादा भन्दै भन्दै त लाटोले नि मलाई दादा भनिस्। काका फेरि को आयो काका भन्न? हेत्तेरिका कति बिर्सिँदो रहेछु। सरी बटारे काका, अब के गर्ने त? अब के गर्ने अब बिहा गर्ने यत्रो उमेर भइसक्यो। त्यही त बटारे दादा, यत्रो उमेर भइसक्यो, बुढो बोको गना जस्तो डङडङ्ती बनाइसक्नु भयो। हेत्तेरिका मान्छेको दिमाग खराब भएको बेलामा कमेडी गर्न पर्ने। अनि बटारे काका, बिहे गर्नलाई त त्यसलाई ठेगान लाउनु पर्यो नि पहिले, नत्र तपाईँको बिहेमा मामा नै जन्ती आउला। भन्ने बित्तिकै कसरी पत्ता लगाउन सकिन्छ? कता गयो थाहा नै छैन। त्यही कता गयो भनेर त काकाले हामीलाई खोज्न पठाउनु भएको, नत्र किन यति दुःख गरिराख्नु पर्थ्यो र? मेरो बिहे हुनुभन्दा अगाडि यो काम खत्तम पार्नुपर्छ। साला भनेर के गर्नु? नाम बटारे, काम खटारे भइसक्यो। मलाई पनि त्यस्तै लाग्न थालिसक्यो बटारे काका। अब त तपाईँको विश्वास पनि कसरी गर्ने? झन् हिजै काकाले कि लास कि सास चाहियो भन्नुभएको थियो। ल पिर नगर, यो यही धरतीमा त होला। जसरी भयो नि यसलाई पत्ता लगाएर छान्नुपर्छ। ल बरु खोज्नु त होइन। हस् काका। ल आऊ मसँग भाइ, मामा घर यस्तै छ गरेर अचम्म मान्नु होला। के हो फेरि मान्नु? भान्जी, कमसेकम फोन गरेर त आउनु पर्थ्यो। म नभएको भए कहाँ जान्थ्यो? त्यही फोन नगरिकन आएको भएर त दुःख पाएँ नि मामा। हजुरलाई फोन त गरेको लाग्ने होइन, ढोका पनि बन्द रहेछ। म त कता जाम भएर कस्तो आत्या थिएँ।
धन्न हजुर आइपुग्नुभयो। हो नि भान्जी, म यसो गाउँतिर गएको थिएँ, यत्रो वर्षपछि आएको भान्जीलाई धन्दै बाहिर राखेको। अनि मामा माइजू र दिदी खै त? खै भान्जी, तपाईँको माइजूको त के कुरा गर्नु, टिकाकै दिन 81 माइती जान्छु भनेर गएकी क्या, अहिलेसम्म खबरै छैन। अनि छोरी चाहिँ सर जान्छु भनेर गएकी थिए, अहिलेसम्म आएकै छैन। ए अनि मामा माइजूलाई फोनसोन केही नि गर्नु भएन त? फोन त गरेकै हो नि भान्जी, फोनै लाग्दैन, लिन जाउँ भने समय नै छैन। किन नआउनु भएको होला त माइजू? नआए पनि खबर त गर्नुपर्ने हो, होइन र मामा? हुन त हो नि भान्जी, त्यसले खबर नगरेसम्म म लिनै जान्न। अब त तिमी पनि आइहाल्यो भान्जी, यसो खाना बनाउला, सुरुसारु बनाऊ। प्रेम, तिमी कसले बोलायो तिमीलाई? मैले बोलाएको। आमा? ओ बाबु, वर्षालाई मैले बोलाएको। आमा, यो के भन्दै हुनुहुन्छ? म ठिक भन्दैछु बाबु, वर्षा नभएको भए त यहाँ हुने थिएनस्। किन र आमा, के गरिन् र वर्षाले? के गरिनन् भन्न, यिनले त तँलाई नयाँ जीवन दान दिएकी छिन्। सबै मानिसको सोच विचार एउटै कहाँ हुँदो रहेछ र बाबु? वर्षाले मलाई नयाँ जीवन दिइन् रे? ओ बाबु, नयाँ जीवन। म वर्षाको घरको बाटो गर्दै हिँडिरहेको छु। कस्तो थुन्दियो? कुरा पछि गर्दै गरौँ आन्टी, अहिले मेरो पछि आउनु। अनि त्यहाँबाट वर्षाले ए आन्टी अब धेरै अलमल गर्ने बेला छैन, हामी गइहालौँ भनेर जङ्गलतिर लगिन्। मैले कस्तो नबोल्दो रहेछ त मामाको चिठीलाई जाने छ। अब मैले यही डोरीले फट कस्तो त्यो डाम्नाहरूलाई किन हिँड्न पर्यो नि देउसी र भैली खेल्नलाई? डाका मेरो बाबा आमा, अब हाततिर हुँदैन, तिम्रो लिएर जाउँ त। पापीहरूको हात पनि भाँच्छस्। मलाई ढाँटेर त्यस पछाडि हेर त तँलाई बाँधेको ठाउँमा पुऱ्याइन्। यदि तँलाई बाँधेको ठाउँमा वर्षाले नपुऱ्याएको भए नि आज त मेरो आँखा अगाडि हुन्थिनस् बाबु। हेर यो तेरो नयाँ जीवनै हो। वर्षा त भगवान बनेर आएकी छिन्, भगवान। बाबु तिमीहरू गफ गर्दै गर, म भान्सा दिन लाग्यो। वर्षा न वर्षा, मैले जानी नजानी तिमीलाई के भने होला, चित्त नदुखाउ ल, सक्छौ भने माफ गरिदेऊ। प्रेम, माफी मागिरहनु पर्दैन। यदि तिम्रो ठाउँमा म भएको भए पनि त यस्तै गर्थ्यो होला। आफ्नो आमा बाबाको इज्जत सबैलाई प्यारो लाग्छ। अनि प्रेम, कस्तो छ तिमीलाई? म ठिक छु वर्षा, तिमीलाई धेरै धेरै धन्यवाद मलाई नयाँ जीवन दिएकोमा। प्रेम, यसमा धन्यवादको कुरै छैन नि। मलाई धन्यवाद दिएर परे जस्तो बनाउन नखोज। प्रेम, के हेरेको त्यसरी? केही होइन वर्षा, धेरै पछाडि देखेँ त्यसैले। ल अहिले म जान्छु है, दारी थाहा पायो भने मार्छ।